अमेरिकाको भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा एक नेपालीले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन्। खुडा प्रहार गरी श्रीमती र छोरीको हत्या गरेपछि ज्वाइँलाई आक्रमण गर्दा गर्दै नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा उनको पनि मृत्यु भएको छ। ज्वाइँको अवस्था गम्भीर छ। स्थानीय समयअनुसार सोमबार बिहान 5:30 बजे 50 वर्षीय छत्रबहादुर थापाले खुडा प्रहार गरी श्रीमती 51 वर्षीय बिन्दा थापा र 31 वर्षीय छोरी ममता थापाको हत्या गरेका हुन्। थापाको आक्रमणबाट ज्वाइँ 35 वर्षीय सन्तोष कुमार बस्नेत गम्भीर घाइते भएका छन्। सोमबार बिहान श्रीमती र छोरीको हत्या गरी ज्वाइँमाथि जाय लागेका थापाको प्रहरीको गोली लागि मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। प्रहरी घटनास्थलमा पुग्दा थापाले ज्वाइँमाथि आक्रमण गरिरहेको र प्रहरीले हतियार बिसाएर आत्मसमर्पण गर्न भन्दा पनि नमानेपछि गोली चलाउनु परेको समाचारमा जनाइएको छ। प्रहरीको गोली लागेका थापाको तत्कालै मृत्यु भएको र आमा छोरीको अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। घटनाको कारण भने खुलेको छैन। घरभित्र अर्का 1 वर्षीय शिशु पनि रहेको र बच्चालाई कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ।